हेलो सबैजनालाई गुड आफ्टरनुन। म चाहिँ मेरो आमा भेट्नुको लागि आज छुट्टी मागेर जाँदैछु र आधा बाटोमा आइपुगेको छु। अनि यहाँ हेर्नुहोस् है कब्रस्तान सफा गरेर एकदम सफा देख्दैछ। माथि चाहिँ कलर गर्नुहुँदो रहेछ उहाँले प्रविशुको क्रसमा। कब्रस्तानहरू चाहिँ यो बाटो ओह्रालो जाँदैछु। आमालाई भेट्नुको लागि। मेरो आमा चाहिँ अस्ति हस्पिटलमा एडमिट हुनुभएको थियो र अहिले छुट्टी भएर चाहिँ बहिनीको रुममा छ र म चाहिँ जाँदै गरेको हो। आमालाई भेट्नु निकै दिन भएको थियो, आमालाई भेट्नु नपाएको। देन म चाहिँ जाँदैछु। झन्डैले लड्यो। सेन्ट मेरी स्कुल यो गेटदेखि चाहिँ छिरेर जानुपर्छ। ओह्रालो हल्का शीतल छ, तर पनि घाममा चाहिँ टाउको दुख्छ बेसी घाममा। यसैले छाता ओढेर हिँडिरहेको छु किनभने मलाई चाहिँ टाउको दुख्छ। छाता ओढेर हिँडेन भने चाहिँ घाम पनि त कस्तो डरलाग्दो चर्किरहेको छ, कस्तो चर्किरहेको छ देख्न सक्नुहुन्छ तपाईँले। ल फेरि यता आइपुग्यो है। यो सिँढी भएको कारणले चाहिँ मलाई चाहिँ खुट्टा दुख्ने रहेछ। सेन्ट मेरी स्कुल, म चाहिँ सेन्ट मेरी स्कुलपट्टि आइपुगेँ। आया यो चाहिँ हो, देख्न सक्नुहुन्छ यो चाहिँ हल हो, क्यानी हल। हलमा यो हल हो यता। अनि त्यहाँदेखि यता चाहिँ स्कुल पऱ्यो, कन्भेन्ट, सेन्ट जोसेफ कन्भेन्ट स्कुल। हस्टेलमा चाहिँ एउटा लगाएको, तर म आज चाहिँ जाँदैछु। ओह्रालो अघि निस्केको, के गर्नु घामले गर्दाखेरि हिँड्नु सकिँदैन। म मेन रोड आइपुग्न आँटेँ र तपाईँले देख्नु सक्नुहुन्छ म मेन रोड आइपुग्न आँटेँ। मेन रोडदेखि चाहिँ मैले यो रोड चाहिँ क्रस गर्नु पर्यो। एन्जल, तपाईँले देख्न सक्नुहुन्छ एन्जल। सेन्ट जोसेफ कन्भेन्टको चाहिँ के थियो यो, गाडी नआउँदाखेरि चाहिँ म पार गरौँ भनेको ठिक्कै गाडी आइपुग्यो। नहेरिकन पार गर्नु डरसरी छ। गाडी एकदम फास्ट आइरहेको थियो। म चाहिँ ओह्रालो जाँदैछु। यहाँदेखि चाहिँ ओह्रालो पर्यो। अब चाहिँ डर छैन मलाई गाडीको, किनभने यहाँ चाहिँ बेसी गाडी कुद्दैन। कुद्छ बट कम्ती कुद्छ। यहाँदेखि चाहिँ अब ओह्रालो पुगेको छ। फेरि हालैमा म पुगेको चाहिँ छुइनँ, पुग्न आँटेको छु किनभने सर्ट भिडियोहरू लगाइरहेको छु। आधा भएको हिँड्नु साह्रो गाह्रो लाग्छ मलाई घाममा। अब यहाँदेखि चाहिँ फेरि उहीँसम्म हिँड्नुपर्छ, त्यहाँदेखि थोडा अलिकति तल निस्किनुपर्छ। आज चाहिँ मेरो छोरीहरूलाई सरप्राइज हुन्छ।
ऊ यहाँ हेर्नुहोस् है मेरो ठुलो छोरी सानो छोरी देख्नु बित्तिकै कुद्दैछ हाई हेलो अफकोर्स लु छोड्नु न यो छाता त पक्रिनुहोस् यो ठुलो छोरी यो सानो छोरी हो हाई गर्नु मारिया से हाई कमा यहाँ हेर्नुहोस् है ब्याग पनि तानिहालेँ सानोले म चाहिँ बहिनीहरूको पुगेँ मेरो साइली बहिनी मम्मी थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा अम्बकको यामा राख्छु ल